देख्छौ तिमी लाएर घलेकी लाएर घलेकी देख्छौ तिमीलाई जुन जस्तै भलेकी रातो घलेकीमा लोधी घरमा घुमजोडी नाचौला। अहिले सामाजिक सञ्जालमा भाइरल भएकी यी युवती को हुन् त? के यी युवती साँच्चै नेपाली हुन् त? के काम गर्छिन् त यी युवती? कहाँ बस्छिन् र के कारण नेपालमा भाइरल हुन पुगिन् त? तपाईँ त एकदमै भाइरल मान्छे। हजुर भनौँ। हजुर धेरैजनाले मन पराउनु भएको छ र तपाईँलाई चाहिँ टिकटक हेरेर चाहिँ कतिजनाले चाहिँ तपाईँलाई चाहिँ त्यस्तो म्यासेजहरू गर्ने होइन अनि प्रेम प्रस्तावहरू राख्ने गर्नुहुन्छ? अब त्यस्तो चाहिँ अब गर्नुहुन्छ धेरैजनाले। म तिम्रो बिग फ्यान हो नि, मलाई मेरो रिक्वेस्ट एक्सेप्ट गर न भन्नुहुन्छ, म्यासेज गर्ने धेरैजना हुनुहुन्छ। अनि अब रिप्लाई नदिँदा नि अब टिकटकमा भाइरल बढो होला नि रिप्लाई नगरेको, यस्तै यस्तै प्रतिक्रियाहरू त्यो आउँछन्। अब आउँछन्। हे हावा तालमा हिँड्दिने जहिले नि मेरो माया नबुझ्ने कहिले नि एकाउन्न बाउन्न खान्छ ताललाई मेरो माया आउँछ किला। म डान्स गरेर बस्थेँ अरे, अनि त्यसपछि मेरो दिदीले चाहिँ मेरो घाँसको डोको भोरिदिएर हामी आउँथ्यौँ। अनि त्यही भएर मेरो एकदमै मैले मेरो लाइफमा नपाएको कुरा चाहिँ मेरो त्यो डान्स हुन्छ नि हजुर, मेरो त्यो जुन मैले ठाउँमा गएर देखाउनु पर्ने थियो त्यो चाहिँ मैले पाइनँ। अरू चाहिँ मेरो इच्छाहरू पुरा हुँदैछन्। अरू चाहिँ अब चाहिँ देखाउनु पर्छ, यति मिठो मुस्कान छोड्न चाहिँ के खानुपर्छ? अब यो चाहिँ जन्मजात नै होला है, गड गिफ्ट है। हजुर गड गिफ्ट हो। त्यसपछि त्यस्तो राम्रो त हाँस्दिनँ होला म। अब तपाईँलाई नयाँ लाएर होला भन्छ नि, अब नारीको त्यो हुन्छ नि गहना नै मुस्कान हो भन्छन्, त्यही भएर मुस्कुराइरहनु पर्छ। हजुर मिठो छ कि तपाईँको मुस्कान। धन्यवाद। हजुर हेरौँ जस्तो लाग्ने। हजुर थ्याङ्क यू सो मच। फेरि एकचोटि मुस्कुराइदिनुहोस्। तपाईँले चाहिँ डान्स बाहेक अरू के गर्न आउँछ? मलाई चाहिँ एक्टिङ गर्न पनि आउँछ, एकदमै राम्रो एक्टिङ गर्छु भन्नुहुन्छ होइन, अनि एक्टिङ पनि आउँछ मलाई एकदमै राम्रो। अनि तपाईँलाई डान्स बढी मनपर्छ कि तपाईँलाई एक्टिङ मनपर्छ? मलाई चाहिँ मेरो एक्टिङ मनपर्छ। एक्टिङ भन्नुहुन्छ फेरि कस्तो एक्टिङ होला भन्नु होला होइन, त्यो सासूले बुहारीलाई त्यो तिजमा जान माइत नदिएर त्यो कपडाहरू पुरै फालिदिएर त्यो हुन्छ नि ओभर एक्टिङ, त्यो चाहिँ एकदम रमाइलो लाग्छ मलाई। त्यो चाहिँ एकदम राम्रो। आज चाहिँ हामी तपाईँको एक्टिङ पनि हेर्छौँ। हजुर स्योर, म देखाउन तयार छु। कान्छु हजुर म पढ्दा जान्छु है। अहिले पढ्दै जान्छु नभन्नु है, यहाँ आसिने कोप्दिन्छु म त। यति धेरै गरेर मेहनत गरेर टिकटक बनाउनुहुन्छ तपाईँले हजुर होइन? अब तपाईँको यो भिडियो होइन ठ्याक्कै अब तपाईँको बिग फ्यानहरूले हेर्दै हुनुहुन्छ भने चाहिँ के भन्न चाहनुहुन्छ? म चाहिँ मेरो साथीहरूलाई चाहिँ यही भन्न चाहन्छु, धेरै माया गरिदिनु भएको छ। तपाईँको एक लाइक मेरो लागि एकदमै ठुलो हुन्छ। अझै पनि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, त्यही भन्न चाहन्छु है। त्यही त यति धेरै भाइरल हुने मान्छेको कसले भिडियो खिच्नुहुन्छ तपाईँको? मेरो चाहिँ क्यामेराम्यानहरू धेरै नै हुनुहुन्छ होइन। एउटा चाहिँ मेरो बहिनी छ रश्मि हो होइन, उसको घर चाहिँ यहाँ तलतिर हो, उसले पनि बनाइदिन्छ। बिपना पनि छ मेरो, बिपनाले पनि बनाइदिन्छ। अनि मेरो विनिता मेरो बेस्ट फ्रेन्ड हो होइन, उसले पनि बनाइदिन्छ। मम्मीले पनि बनाइदिनु, सबैजनाले म सबैलाई दिन्छु। उहाँहरूलाई लिएर हामीले पनि भिडियो बनाउनु पर्यो कि हामी पनि भाइरल भइन्छ कि भनेर? हजुर भन्नाले जस्तो अब तपाईँको क्यामेराम्यानहरूलाई हामीलाई पनि भिडियो बनाइदिनु पर्यो, हामी पनि भाइरल हुन चाहन्छौँ होइन? हजुर हजुर। जस्तो तपाईँले भिडियो बनाउँदा होइन कति टेक्स लिनुहुन्छ? मेरो चाहिँ एक टेकमै हुन्छ, किन भन्दाखेरि मलाई लाउँछ कि मेरो भिडियो खिच्ने मान्छेलाई अल्छी लाउँछ कि भनेर म एक टेकमै ल्याउँछु। अनि तर मेरो बेस्ट फ्रेन्डलाई चाहिँ म सताउँछु, दुई चार टेक चाहिँ म लिन्छु। अनि तपाईँको अडियन्सहरूले तपाईँका फ्यानहरूले होइन तपाईँलाई चाहिँ कुन चाहिँ ड्रेसमा बढीभन्दा बढी मन पराउनुहुन्छ? मेरो चाहिँ क्यामेराम्यानहरू धेरै नै हुनुहुन्छ होइन, त्यो सासूले बुहारीलाई जान माइत नदिएर त्यो कपडाहरू पुरै फालिदिएर त्यो हुन्छ नि ओभर एक्टिङ, त्यो चाहिँ एकदम राम्रो लाग्छ मलाई। अनि
ड्रेसमा चाहिँ मेरो चाहिँ जहिले पनि साडी हुन्छ मम्मीको एकदम सबै साडी लाएर मैले फटालिदिइसकेँ त्यसपछि चाहिँ साडीमै हुन्छ अनि त्यसपछि यस्तै गाउँघरको अनि त्यस्तै लुङ्गीहरूमा त्यस्तैमा हुन्छ त्यस्तै मन पराइदिनुहुन्छ एकमै हुन्छ साडीमै त्यही त अब पछिल्लो समयमा भाइरल भइसकेपछि टिका टिप्पणीहरू राम्रा नराम्रा सबै किसिमका आउँछन् होइन हजुरलाई चाहिँ ब्याड कमेन्टहरू कतिको आउँछ ब्याड कमेन्ट त मलाई आउँदैन होइन अब किन भन्दाखेरि मैले यस्तै गाउँघरको भिडियो बनाएर नि होला मलाई ब्याड कमेन्ट चाहिँ कसैले पनि गर्नुहुन्न त्यो अल्को बनाएकोमा चाहिँ ओ सगरमाथाभन्दा अल्को को होला के खाएर होला यस्तै एकदमै धेरै 15-16 सय नै गर्नुभएको छ त्यसमा चाहिँ अरूमा चाहिँ गर्नुहुन्न कसैले नि जस राम्रै कमेन्टहरू आउँछ हजुर होइन हजुर जस्तो तपाईँ यति स्लिम हुनुहुन्छ हजुर यो स्लिम हुनको लागि के खान पर्छ कि भोकै बस्नुपर्छ यो स्लिम हुनुको राज चाहिँ अब म चाहिँ सानैबाट स्लिम नै हो एकदम धेरै डान्स गर्नुपर्छ स्लिम हुनको लागि त्यही हो हजुर तपाईँ पनि मोटो हुनुहुन्छ भने होइन बिहान डान्स गर्नुहोस् बिहान चाहिँ डान्स गर्नुहोस् हजुर हजुर अब जस्तो होइन अब कहिलेकाहीँ के हुने भने हुरी बतास चल्ने कि होइन पातलो हुनुहुन्छ हुरी बतास चल्दाखेरि कहिलेकाहीँ उडाउने होइन त्यस्तो गोजा ज्याकेटमा ढुङ्गा हालेर हिँड्नुपर्ने अवस्था आएको छ कि छैन छैन त्यस्तो अवस्था आयो भने के गर्नुहुन्छ त्यस्तो अब चाहिँ म हल्का मोटाउँदैछु 1-2 केजी चाहिँ म मोटाएको छु अहिले चाहिँ हल्का मोटाउँदैछु अब त्यस्तो अवस्था नलिउँ भनेर के भयो त्यो पनि तपाईँ टिकटक बनाउन नाच्न छोडेर मोटाउनु भयो त्यही होला सायद हो मैले अलिक डान्स गर्न कम गरेँ अनि त्यही भएर चाहिँ म 1-2 केजी चाहिँ मेरो शरीरमा मासु लाग्यो हजुर ठिक छ अझै थोरै मोटायो भने राम्रै हुन्छ होला हजुर अनि सुन्नु न अब जस्तो पछिल्लो समयमा भाइरल भइसकेपछि होइन धेरै अफरहरू आउँछ होइन म्युजिक भिडियोहरू खेल्ने अफरहरू चाहिँ आएको छ कि छैन एकदमै धेरै आएको छ होइन तर जान चाहिँ पर्ने काठमाडौँ अनि त्यसपछि चाहिँ अब काठमाडौँ चाहिँ म एकचोटि पनि गएको छैन त्यही भएर हाम्रो नारायण रायमाझी सरले पनि म्यासेज गर्नुभएको थियो किम सेन्चुरी सरले पनि यस्तै धेरै कलाकारहरूले अझै नै म्यासेज गर्नुहुन्छ आऊ काठमाडौँ तिम्रो फ्युचर राम्रो छ भन्नुहुन्छ तर चाहिँ अब मेरो चाहिँ अब जाने त्यस्तो मौकै जुरेन कि त्यही भएर चाहिँ गएको छैन नत्र भए धेरै नै आउँछ अब पछिल्लो समयमा होइन तपाईँको चाहिँ अब के चाहिँ गर्ने चाहना छ तपाईँको चाहिँ मेरो चाहना भनेको चाहिँ अब राम्रो पढौँ अब राम्रो जब गरौँ अनि अझ टिकटकमा अझै धेरै भाइरल हौँ अनि त्यसपछि चाहिँ अब त्यही हो मेरो चाहना भनेको नै पढ्नु हो अनि अब फ्युचर प्लानिङहरू चाहिँ हजुर अब के गर्ने सोच बनाउनु भएको छ अब पहिलो प्रथम त मेरो ब्याचलर चाहिँ मेरो लागि एकदमै ठुलो इम्पोर्टेन्ट कुरा हो ब्याचलर सक्छु मैले अनि ब्याचलर सकेपछि चाहिँ मेरो त्यसपछि खुल्छन् ढोकाहरू चारैतिर खुल्छन् त्यसपछि ब्याचलर सकेपछि जस्तो मलाई लाउँछ अब चाहना त बताउनु भयो होइन गर्ने कुराहरू तपाईँको कहिलेकाहीँ गर्दाखेरि यस्तो गर्न पाए हुन्थ्यो भन्ने केही इच्छाहरू होइन मरेका इच्छाहरू हुन्छ नि त्यो गर्न नपाएका इच्छाहरू के छन् मेरो मरेको इच्छा भनेको नै मेरो मोडलिङ हो होइन मेरो करियर चाहिँ मलाई डान्स चाहिँ मेरो गड गिफ्ट नै जस्तो लाग्छ अहिले त म एकदमै धेरै प्र्याक्टिस नभएर एकदमै लो भइसक्यो मेरो डान्स नत्र म जहाँ पनि म जाँदा पनि मेरो कम्पिटिसनहरू मेरो प्रमाणपत्रहरू एकदम धेरै मैले पाएको हो अनि मेरो सानैबाट म बच्चे हुँदाबाट घाँसहरू काट्दा पनि म त्यो घाँसै छोडेर म डान्स गरेर बस्थेँ अरे अनि त्यसपछि मेरो दिदीले चाहिँ मेरो घाँसको डोको भोरिदिएर हामी आउँथ्यौँ अनि त्यही भएर मेरो एकदमै मैले मेरो लाइफमा नपाएको कुरा चाहिँ मेरो त्यो डान्स हुन्छ नि हजुर मेरो त्यो जुन मैले ठाउँमा गएर देखाउनु पर्ने थियो त्यो चाहिँ मैले पाइनँ अरू चाहिँ मेरो इच्छाहरू पुरा हुँदैछन् अरू चाहिँ अब चाहिँ देखाउनु पर्छ हैन अब चाहिँ त्यस्तो कसैले अफर दिनुभयो भने चाहिँ जानुहुन्छ हजुर गर्ने हो अझै पनि गर्ने हो मरेको इच्छाहरूलाई फेरि जगाउनु पर्छ होइन त अब जस यति राम्रो नाच्ने मान्छे होइन नाच्नुपर्छ देखाउनुपर्छ आफूसँग भएको कला चाहिँ देखाउनुपर्छ र अब हामी चाहिँ तपाईँको यही लाइभ डान्स चाहिँ हेर्छौँ साडी लाएको होइन चाहिँ आज चाहिँ तपाईँको यही ड्रेसमा चाहिँ हामी डान्स हेर्छौँ हुन्छ नि हुन्छ ओके ल रेडी हजुर एकदमै रेडी
साडीमा एकदमै राम्रो डान्स पनि हेऱ्यो हामीले हजुर एकदमै राम्रो नाच्नुहुन्छ तपाईँ हजुर ठिकै भनौँ अब आफ्नो तारिफ के आफै गर्नु अब हाम्रो हिन्दूहरूको महान पर्व होइन हरितालिका तीज पनि भित्रिँदैछ होइन अब यो तीजमा चाहिँ हाम्रो शारदा बहिनीको कस्तो कस्तो भिडियोहरू आउँदैछ अब यो तीजमा त म एकदमै डेन्जरै भिडियो बनाउनेवाला छु होइन अब मैले तीज यो फेरि यस्तो कि अहिले चाहिँ टिकटकमा कस्तो राम्रो राम्रो गीतहरू आएको छ नि त त्यही भएर चाहिँ म एकदमै मेहनत गरेर सिकेरै गराउनेवाला छु हेरिदिनु होला तपाईँको हाँसो पनि कति मिठो हो कि होइन होला अरे यस्तो मिठो हाँसो है अनि कति एकदम इजिली होइन कति मिठो हाँस दिनुहुन्छ कि तपाईँको यस्तो मिठो हाँस्न होइन यति मिठो मुस्कान छोड्न चाहिँ के खानुपर्छ अब यो चाहिँ जन्मजात नै होला है गड गिफ्ट है हजुर गड गिफ्ट हो त्यसपछि त्यस्तो राम्रो त हाँस्दिनँ होला म अब तपाईँलाई नयाँ लाएर होला भन्छ नि अब नारीको त्यो हुन्छ नि गहना नै मुस्कान हो भन्छ नि त्यही भएर मुस्कुराइरहनु पर्छ हजुर मिठो छ कि तपाईँको मुस्कान धन्यवाद हजुर हेरौँ जस्तो लाग्ने हजुर थ्याङ्क यू सो मच फेरि एकचोटि मुस्कुराइदिनुहोस् हुन्छ हामीलाई समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ यहाँलाई